दाउरालाई काट्नु सुकेको हाँगा घाँस काट्नु खरुको यो मनमा जस्तै आधी राहुरी चल्दैन अरूको चल्दैन अरूको साउने बेला ओर्लेर आउँदा सुनको सिधामिलो ऊ चाहिँ गाउँदैन अनि यहाँ मात्र गाउँ बल परेर मेरो सासले नै भ्याउँदैन। छोटो छोटो त हातले नै भेट्दैन हौ। म त यो बर्ख मास त बन्दै मुहानै पर्दैन प्रथम। अनि बर्ख मास आएन भने हात मुख पनि जोडिँदैन नि केटा। पानी परेन भने त उही न धान फल्छ न कोदो न मकै। अनि के खाँदै बस्नु सुक्खा लागेपछि। त्यो त हो, तर भए पनि नि हिउँदो महिना रमाइलो लाग्छ। अब झारहरू आज काटे फेरि 10-12 दिनमा यस्तै पो हुन्छ यहाँ। उसको बेला आइहाल्छ नि हौ। हौ दाजु, अब तपाईँसँग म पालम गाउनु नि कहिलेसम्म चाहिँ सिक्नु होला हौ? किन कहाँ जाने विचार गरिस्? कहाँ जानु त अब तपाईँले पनि भोलि पर्सि बिहे गरेर भाउजूले आएपछि त यत्रो साङ्लीले खुट्टामा बाँधेर घरदेखि केही निस्किन नदिने त होला। ए त्यस्तो मान्छे जस्तो लाग्छ तँलाई? के कुरा गर्छ यो केटा? त्यस्तो साङ्लीले बाँधेमा थाम्छ र मलाई? हिजो अस्ति नासपाते दाजुलाई त धान नाच्नु जाउँ न भन्दा भाउजूले यति माथिसम्म लुङ्गी सुर्किँदै करायो अरे। होइन तिमीहरू नहुने कुरा चाहिँ नगरी होइन त। कसले चाहिँ भन्यो त्यसो गर्यो भनेर? धेर मान्छेले सुनेको कुरामा अरे त्यसो अरे भन्ने कुरामा नबोल है। कहाँ चाहिँ त्यस्तो उफ्रियो हौ? तिमीहरू मात्रै जाऊ, तिमीहरूको दाजु जाँदैन भनेर चाहिँ भनेको थियो। ए त्यसो पो हो? अनि म त अनि त्यस्तै सुनेर नि